मा भाग लिने प्रतिनिधि छनौटको मनोनयन पत्र दर्ता आजदेखि शुरू गरेको छ। नवौं महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनौटका लागि शुक्रबार मनोनयन पत्र दर्ताको मिति तोकेको भए पनि केही जिल्लाहरूमा आजैबाट मनोनयन पत्र दर्ता प्रक्रिया शुरू भएको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले बताउनु भएको छ। उहाँले केही जिल्ला र निर्वाचन क्षेत्रको प्रतिनिधि छनौट भइसके पनि असार 7 गते सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सोलुखुम्बु, तेह्रथुम, ताप्लेजुङको 2 नम्बर निर्वाचन क्षेत्र र पर्साको 4 नम्बर र 5 नम्बर यति ठाउँहरूमा चाहिँ निर्विरोध ढंगले निर्वाचन भइसकेको अवस्था छ। यद्यपि त्यसको औपचारिक घोषणा असार 7 गते हुनेछ। उहाँले संविधान सभाको उपनिर्वाचनका कारण बर्दिया, बाँके, चितवन सहित काठमाडौँ उपत्यकाका 3वटा जिल्लामा असार 9 गते प्रतिनिधि मनोनयन पत्र दर्ता हुने र असार 10 गते निर्वाचन हुने बताउनु भएको छ। यसैगरी काभ्रे, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लामा विवाद देखिएपछि असार 10 गते नै प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ। प्रचार विभाग प्रमुख गेवालीका अनुसार 80% प्रतिनिधि छनौट 7 गते नै हुनेछ। बडुवा पुनरावेदन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बडुवा पाउनेको नाम फेरबदल गरेको छ। लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी एमीको संयोजकत्वमा गठित बडुवा पुनरावेदन समितिले नाम फेरबदल गरी गृह मन्त्रालयलाई पत्र पठाएको छ। स्रोतका अनुसार पुनरावेदन समितिले पहिले बडुवामा परेका केदार साउद, रमेश शेखर वज्राचार्य र वीरेन्द्रबाबु श्रेष्ठको नाम हटाएर गणेशराज राई, यादव अधिकारी र नारायण बस्ताकोटीको नाम सिफारिस गरेको छ। संशोधन सहितको गोप्य पत्र मंगलबार राति 10 बजे गृह मन्त्रालयमा पुगे पनि अझै खोलिएको छैन। बडुवा समितिको बैठक बस्न नसकेका कारण पत्र नखोलिएको समितिका अध्यक्ष समेत रहेका गृह सचिव सूर्य सिलवालले जानकारी दिनुभएको छ। गत जेठ 13 गते गृह सचिव सूर्य सिलवाल नेतृत्वको बडुवा समितिले 7 जना डीआईजीलाई एआईजीमा बडुवा गरेको थियो। बडुवा लगत्तै 6 जना डीआईजीले बडुवा निष्पक्ष नभएको भन्दै पुनरावेदन समितिमा उजुरी गरेका थिए। पशुपतिनाथ मन्दिरमा आजबाट नयाँ मूल भट्ट नियुक्त भएका छन्। नवनियुक्त भट्ट भारत कर्नाटकका गणेश भट्ट हुन्। अहिले कार्य गर्दै आएका मूल भट्ट महाबलेश्वरले घरायसी कारण देखाउँदै कार्तिक 21 गते दिएको राजीनामा स्वीकृत भएपछि नयाँ मूल भट्टमा गणेश भट्ट नियुक्त भएका हुन्। आज बिहान मूल भट्ट महाबलेश्वरले नयाँ मूल भट्टलाई दीक्षा मन्त्र दिएर पशुपतिनाथको पूजा विधिको जिम्मेवारी सुम्पिएका छन्। यही आइतबार बसेको मन्त्री परिषदको बैठकले मूल भट्ट महाबलेश्वरको राजीनामा स्वीकृत गरी नयाँ मूल भट्टमा पशुपतिनाथ मन्दिरकै भट्ट गणेश भट्टलाई सिफारिस गरेको थियो। गणेश भट्ट पशुपतिनाथ मन्दिरको 3 वरिष्ठ भट्टहरूमध्ये वरिष्ठ हुन्। हाल मूल भट्टको मासिक तलब 2,20,000 रुपैयाँ र भट्टको 1,70,000 रहेको छ। बेला भएको छ ब्रेकको। ब्रेक अघि मुख्य समाचार। 26 सभासद मनोनयन बारे सर्वोच्च अदालतले आफ्नै आदेशमा पुनरावलोकन गर्ने, मनोनयनको जिम्मा मन्त्री परिषदको कार्यक्षेत्र भित्रै पर्ने। एमालेको 9औं महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन पत्र दर्ता शुरू। अधिकांश जिल्लाका प्रतिनिधिको टुङ्गो 7 गते भित्रै। पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न कोष स्थापना गर्नुपर्ने ऑयल निगमको प्रस्ताव, सरकारसँग 10 अर्ब रुपैयाँ माग। र इराकमा विद्रोही र सेनाबीच भिडन्त जारी। विद्रोहीको कब्जामा रहेको देशकै मुख्य तेल प्रशोधन केन्द्रमा नियन्त्रण जमाउने सेनाको प्रयास। When people at our age are left alone in loneliness, we get trapped in without. कान्तिपुर समाचारमा अब बेला भएको छ अर्थ समाचारको। समाचार प्रायोजक जनता बैंक नेपाल लिमिटेड, सुदृढ, विश्वसनीय र गतिशील। नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा मूल्यलाई स्थिर पार्न मूल्य स्थिरीकरण कोष स्थापना गर्नु अत्यावश्यक भएको बताएको छ। यसका लागि निगमले सरकारसँग 10 अर्ब रुपैयाँ माग गरेको छ। आज निगममा आयोजित पत्रकार सम्मेलनमा आउँदो बजेटमा उल्लेख गर्ने गरी मूल्य स्थिरीकरण कोष स्थापनाका लागि 10 अर्ब रुपैयाँको प्रस्ताव गरेको जनाएको हो। निगमका नवनियुक्त कार्यकारी निर्देशक चण्डिका भट्टले निगमको आन्तरिक सुधारका लागि तेलको ढुवानीदेखि पेट्रोल पम्पहरूको अनुगमन बढाउने सम्मका योजना रहेको बताउनुभयो। यसैबीच भारतीय ऑयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार निगमको मासिक घाटामा उल्लेख्य कमी आएको छ। गत महिनासम्म प्रति महिना 28 करोड़ रुपैयाँ घाटा बेहोरिरहेको निगमलाई नयाँ मूल्य सूची अनुसार महिनाको 12 करोड़ 88 लाख रुपैयाँ नोक्सानी हुनेछ। डिजलमा घाटा रहँदै आएकोमा निगमलाई नयाँ मूल्य अनुसार प्रति लिटर 43 पैसा नाफा हुनेछ।
अब जनमतको अन्तिम परिणाम। जनमतमा हिजो हाम्रो प्रश्न थियो, मापदण्ड पूरा नगर्ने गाविसलाई सफल घोषणा गर्नुलाई के भन्ने? ए, अनियमितताको ढाकछोप, बी, बाँडीचुडी खाने मेलो, सी, जनप्रतिनिधि नहुँदा यस्तै हो। तपाईले गर्नुभएको एसएमएसको अन्तिम परिणाम यस्तो छ। ए, अनियमितताको ढाकछोपमा 5%, बी, बाँडीचुडी खाने मेलोमा 6% र सी, जनप्रतिनिधि नहुँदा यस्तै होमा 81% मत प्राप्त भएको छ। अब जनमतमा आजको प्रश्न। जनमत प्रायोजक एडमार्क एकेडमी कलंकी काठमाडौँ, बर्नहार्ट कॉलेज बल्कु काठमाडौँ, एभरेस्ट फ्लोरिडा हायर सेकेन्डरी स्कूल शान्तिनगर न्यू बानेश्वर, लिभरपुल इन्टरनेशनल कलेज न्यू बानेश्वर काठमाडौँ। जनमतमा आजको प्रश्न छ, घाटा कम हुँदा पनि ओइल निगमले किन मूल्य नघटाएको होला? ए, स्वचालित मूल्य प्रणाली नभएर, बी, सञ्चित घाटा बाँकी रहेर, सी, उपभोक्ताप्रति संवेदनशील नभएर। जनमतको अन्तिम परिणाम भोलि साँझ 8 बजेको कान्तिपुर समाचारमा प्रसारण गर्नेछौं। कृपया 8080मा एसएमएस गरी आफ्नो मत व्यक्त गर्नुहोला। बैंकहरूले उद्योगहरूलाई दिने पुनः कर्जाको प्रयोग बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू वर्षको 11 महिनामा 4 अर्ब 35 करोड़ रूपियाँ पुनः कर्जा गएको छ, जसमध्ये आधा भन्दा बढ़ी निर्यात उद्योगले उपयोग गरेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा 1 अर्ब 85 करोड़ले बढ़ी हो। गत आर्थिक वर्षमा जम्मा 71 करोड़ रूपियाँ मात्र पुनः कर्जा निर्यात उद्योगहरूले लिएका थिए। पुनः कर्जा सुविधा निर्यात बढ़ाउन सहयोगी भएको व्यवसायीहरूको भनाइ छ, तर अहिले 6 महिना का लागि दिने गरिएको पुनः कर्जाको अवधि बढ़ाउनु पर्ने माग उनीहरूको छ। अहिले व्यवसायीहरूले 6 महिनाका लागि पुनः कर्जा लिन पाउने व्यवस्था छ। केही उद्योगहरूले यसको फाइदा लिइरहेको भए पनि निर्यातमा पुनः कर्जाको माग गत वर्षबाट मात्र शुरू भएको हो। इराकमा सरकारी सेना देशकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा नियन्त्रण कायम राख्नका लागि सुन्नी अतिवादी इस्लामिक लडाकु विरुद्ध भीषण युद्धमा होमिएको बताइएको छ। सुन्नी विद्रोहीहरूले राजधानी बगदादको उत्तरी क्षेत्रमा पर्ने बैजी स्थित इराककै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हिजो आक्रमण गरेका थिए। केन्द्रमा कसले नियन्त्रण जमाएको छ भन्नेमा परस्पर विरोधी समाचारहरू आइरहेका छन्। सेनाका एकजना प्रवक्ताले विद्रोहीले बारम्बार गरेको आक्रमणलाई असफल पारेको दावी गरेका छन्। बुधबार रातभर भएको युद्धमा 40 जना विद्रोही लडाकु मारिएको उनले बताएका छन्। तर त्यहाँ कार्यरत केही कामदारले भने तेल प्रशोधन केन्द्रको अधिकांश भागमा विद्रोहीले नियन्त्रण जमाएको र सरकारी सेना कन्ट्रोल रूम वरपर सीमित रहेको जानकारी दिएका छन्। यता विद्रोही विरुद्ध हवाई आक्रमण गरी सघाउन इराकले गरेको आग्रहमाथि अमेरिकी राष्ट्रपति बराक ओबामा परामर्शमा व्यस्त रहेका छन्। सुन्नी विद्रोहीमाथि आक्रमणका लागि भने अमेरिका अनिच्छुक देखिएको रोइटर्सले जनाएको छ। स्पेनमा फिलिपे 6औं नयाँ राजा भएका छन्। उनले आजै संसदमा आयोजित औपचारिक घोषणा समारोहमा शपथ समेत लिएका छन्। त्यस लगत्तै संसदका अध्यक्ष जिसस पोसाडाले उनलाई देशको नयाँ राजा र राष्ट्रप्रमुख घोषणा गरेका थिए। बुधबार राति 12 बजेबाट फिलिपे स्पेनको नयाँ राजा भएका हुन्। 12 बजे लगत्तै राजा हुआ कार्लोसले आफ्नो राजगद्दी त्याग सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए। त्यसपछि फिलिपे स्वतः नयाँ राजा भएका हुन्। कार्लोसले स्वेच्छाले राजगद्दी परित्याग गरेका हुन्। बिहिबार बिहान जार्जुएला राजदरबारमा आयोजित एक समारोहमा निवर्तमान राजा हुआ कार्लोसले आफ्नो रातो कम्मर पेटी फुकालेर छोरा फिलिपेको कम्मरमा बाँधिदिएका थिए। उक्त रातो कम्मरपेटी सेनाको परमाधिपतिको प्रतीक मानिन्छ। संसद समक्ष शपथ लिएपछि बोल्दै फिलिपेले आफूले इमानदार राजाको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। बेला भएको छ ब्रेक अघि मुख्य समाचार। 26 सभासद मनोनयनबारे सर्वोच्च अदालतले आफ्नै आदेशमा पुनरावलोकन गर्ने, मनोनयनको जिम्मा मन्त्री परिषदको कार्यक्षेत्रभित्रै पर्ने। एमालेको 9औं महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन पत्र दर्ता शुरू। अधिकांश जिल्लाका प्रतिनिधिको टुङ्गो 7 गते भित्रै। उपचारका लागि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको आज स्वास्थ्य परीक्षण। र पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न कोष स्थापना गर्नुपर्ने ऐन निगमको प्रस्ताव सरकारसँग 10 अर्ब रुपैयाँ माग। Sweden International College, always one step ahead. We have +2, BBS, BA and BSW programs. Phone 4460-350, Tinkuni, Suvidanagar, Kathmandu.
पानी बिना जीवन चल्दैन, तर त्यही पानीले ज्यान पनि लिन सक्छ। विपदका बेला जस्तो पायो त्यस्तै पानी पिउँदा त्यसले निम्त्याउने खतरा झनै कहाली लाग्दो हुन्छ। विपदलाई छेक्न नसके पनि पानीको कारणबाट हुने क्षतिलाई हामी टार्न सक्छौँ। त्यसैले पानी शुद्धिकरण गरेर मात्र पिउँ, सुरक्षित जीवन जिउँ। सार्वजनिक हितका लागि प्रसारित रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल पुर्याइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई थटीतोलबाट तानेर जावलाखेल पुर्याइएको हो। रथ जावलाखेल पुर्याएको चौथो दिनमा भोटो देखाइने परम्परा छ। लिच्छवी कालमा काठमाडौँ उपत्यकामा लामो समयसम्म वर्षा नभएपछि अनिकाल लागेर जनतालाई धेरै दुःख र समस्या परेकाले आसामबाट मच्छिन्द्रनाथ ल्याई जात्रा गरेपछि पानी परेको भनाइ छ। तनहुको काहु शिवपुरका बासिन्दा जंगलमा पाइने निगुरो टिपेर आय आर्जन गर्न सफल भएका छन्। जंगलमा त्यसै खेर जाने निगुरोको साग बिक्रीबाट प्राप्त हुने रकमले सो गाउँका बासिन्दालाई गुजारा टार्न सहयोग पुगेको हो। आफ्नो पाखो बारीमा लगाइएको मकै, घैया र कोदोले वर्षदिन खान नपुगेपछि गाउँलेहरू बर्खा लागेसँगै जंगल चहारेर निगुरो टिप्ने र बिक्री गर्ने गरेका छन्। जंगल चहार्दै संकलन गरेको निगुरो दमौली बजारमा बिक्री हुने गरेको छ। कतिपय त आफूले संकलन गरेको निगुरो काठमाडौँमा समेत पठाउँछन्। निगुरो बिक्री गरेर वार्षिक 4 लाख रुपियाँसम्म कमाइ हुने स्थानीय बासिन्दाको भनाइरहेको छ। बेला भएको छ ब्रेकको ब्रेक अघि मुख्य समाचार। 26 सभासद मनोनयनबारे सर्वोच्च अदालतले आफ्नै आदेशमा पुनरावलोकन गर्ने, मनोनयनको जिम्मा मन्त्री परिषदको कार्यक्षेत्रभित्रै पर्ने। एमालेको 9औं महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन पत्र दर्ता सुरु। अधिकांश जिल्लाका प्रतिनिधिको टुङ्गो 7 गते भित्रै। उपचारका लागि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको आज स्वास्थ्य परीक्षण। र विश्वकपको आज पहिलो खेलमा कोलम्बिया र आइभरी कोस्ट भिड्ने। दोस्रो खेल उरुग्वे र इंग्ल्यान्ड बीच, तेस्रो खेलमा जापान र ग्रीस बीच प्रतिस्पर्धा। मैले चाहिँ क्यानाडाको भिसा पाएँ। भिसा लगाइदिनु भएको भएर यो candy.com कन्सल्टेन्सीलाई मेरो धन्यवाद। मेरो छोरा, हस्बेन्ड सबैले पाउनुभयो फेडरल स्किल वर्करबाट। म चाहिँ रामचन्द्र साई, क्यानाडाको पिआर भर्खरै पाएँ र खुसी छु। यसमा म candy.com र candy.com का रिप्रेजेन्टेटिभ, क्यानाडामा रहनुभएका रिप्रेजेन्टेटिभलाई धेरै नै धन्यवाद दिन चाहन्छु। नमस्ते, मेरो नाम रोशनी कोइराला। भर्खरै मैले चाहिँ क्यानाडाको पर्मानेन्ट रेजिडेन्सी भिजा पाएको छु अन्डर फेडरल स्किल वर्कर। अनि त्यसको लागि चाहिँ नेपालको टिम candy.comलाई थ्याङ्क यू भन्न चाहन्छु र सँगसँगै क्यानाडामा हुनुभएको हाम्रो लयरलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। खेलकुद समाचार प्रायोजक सीजी सिमेन्ट, मजबुतीको नयाँ परिभाषा। ग्लुकोज होइन दुरुपयोग अनुसन्धान आयोगको घेरामा रहेको नेपाल क्रिकेट संघ क्यानलाई फेरि संकट पर्ने देखिएको छ। पछिल्लो समय क्यानमा देखिएको विवाद र अदालती कारणले आईसीसीले सुरुमा विवाद सुल्झाउन 1 वर्ष समय दिने बताइएको छ। यदि सो समयमा क्यानले विवाद साम्य पारेर सक्रिय नभएमा 1 वर्षको प्रतिबन्ध पार्न सक्ने जनाएको छ। क्रिकेट सम्बन्धी वेबसाइट क्रिक इन्फोले जनाए अनुसार जुन 24 तारिकमा अस्ट्रेलियाको मेलबर्नमा हुने आईसीसी वार्षिक बैठकमा यो मुद्दालाई प्राथमिकता दिने बताइएको छ। आईसीसीले 6 महिना अगाडि क्यानमा प्रमुख कार्यकारी अधिकृत र फाइनान्स अधिकृत नियुक्त गर्न निर्देशन दिएको थियो। अब विश्वकप फुटबल सम्बन्धी समाचार। ब्राजिलमा जारी विश्वकप अन्तर्गत आजको पहिलो खेलमा कोलम्बिया र आइभरी कोस्ट आम्ने सामने हुनेछन्। त्यस्तै अर्को खेलमा उरुग्वे र इंग्ल्यान्ड तथा जापान र ग्रीसले प्रतिस्पर्धा गर्नेछन्। ब्राजिलको राजधानी ब्रासिलियामा हुने कोलम्बिया र आइभरी कोस्टको खेल नेपाली समयअनुसार राति पाउने 10 बजे हुनेछ। कोलम्बियाले पहिलो खेलमा ग्रीसलाई 3-0 ले हराएपछि उच्च मनोबलमा छ। आज यदि कोलम्बियाले आइभरी कोस्टलाई हराएमा अन्तिम 16 को स्थान पक्का पार्नेछ। त्यस्तै जापानलाई 2-1 ले हराएको आइभरी कोस्ट पनि अन्तिम 16 मा स्थान बनाउन कोलम्बियालाई हराउने लक्ष्यमा हुनेछ। यी दुई टिम पहिलो पटक मैदानमा आम्ने सामने हुँदैछन्। आज राति पाउने 1 बजे हुने खेलमा दुई ठूला टिम युरुग्वे र इंग्ल्यान्ड आम्ने सामने हुनेछन्। दुवै टिमका लागि आजको खेल गर या मरको अवस्थामा छ। प्रतियोगितामा अगाडि बढ्न दुवै टिमका लागि जितको विकल्प छैन। पहिलो खेलमा इटलीसँग पराजित भएको इंग्ल्यान्डले आज नतिजा आफ्नो पक्षमा पार्न धेरै मेहनत गर्नुपर्नेछ। त्यस्तै युरुग्वेको टिममा आज लुइस सुआरेज पहिलो 11 मा रहन सक्नेछन् भने म्याक्सी परेरा प्रतिबन्धका कारण खेल्ने छैनन्।
विश्वकपमा अहिलेसम्म यी दुई टिम दुई पटक आम्ने सामने भएका छन्, जसमा एक खेल युरुग्वेले जितेको छ भने एक खेल बराबरी भएको छ। भोलि बिहान 4:45 बजे हुने खेलमा ग्रिस र जापान प्रतिस्पर्धा गर्नेछन्। दुवै टिमलाई प्रतियोगितामा अगाडि बढ्न जित्नै पर्ने दबाव छ। साबिक विजेता स्पेन विश्वकपको उपाधि रक्षा अभियानबाट बाहिरिएको छ। गैराती भएको खेलमा चिलीसँग 2-0 ले पराजित भएपछि स्पेन समूह चरणमा रोकिएको हो। यस्तै नेदरल्यान्ड्स र चिलीले अन्तिम 16 को स्थान पक्का पारेका छन्। ब्राजिलको रियो डी जेनेरियो स्थित माराकाना रंगशालामा भएको खेलमा स्पेनको कमजोर प्रदर्शन गएर अहिलेलाई यति नै। बाँकी विजयबाट। धन्यवाद अनन्त। अन्त्यमा अहिलेका मुख्य समाचार। 26 सभासद मनोनयनबारे सर्वोच्च अदालतले आफ्नै आदेशमा पुनरावलोकन गर्ने। मनोनयनको जिम्मा मन्त्री परिषदको कार्यक्षेत्रभित्रै पर्ने। एमालेको 9औं महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन पत्र दर्ता सुरु। अधिकांश जिल्लाका प्रतिनिधिको टुङ्गो 7 गते भित्रै। पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न कोष स्थापना गर्नुपर्ने ओइल निगमको प्रस्ताव। सरकारसँग 10 अर्ब रुपैयाँ माग। इराकमा विद्रोही र सेनाबीच भिडन्त जारी। विद्रोहीको कब्जामा रहेको देशकै मुख्य तेल प्रशोधन केन्द्रमा नियन्त्रण जमाउने सेनाको प्रयास। र विश्वकपको आजको पहिलो खेलमा कोलम्बिया र आइभरी कोस्ट भिड्ने। दोस्रो खेल उरुग्वे र इंग्ल्यान्ड बीच, तेस्रो खेलमा जापान र ग्रिस बीच प्रतिस्पर्धा। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते, शुभरात्रि। Pantene, Real, Shikhar Shoe, Clean Energy Development Bank, Red Bull, Mahindra Rodeo RZ, Jagdamba